लगाए यो चाहिँ टमाटर खेती हो। यो चाहिँ उही अस्ति धागो झुन्ड्याएको थियो, आज चाहिँ पुरा लुप फानिसकेको छ यसले एक फनको। यो धागो चाहिँ किन टन्नै यहाँ चाहिँ झुन्ड्याएको भन्न तपाईँहरूलाई। त्यो चाहिँ माथिबाट चाहिँ प्रशस्त धागो छ। एउटा बोर्डको एउटा चाहिँ धागो चाहिँ अलरेडी झुन्ड्याएको हुन्छ, किनभने पछि यो ठुलो भएर नडलोस् भन्नको लागि चाहिँ धागोहरू चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रयोग गरिन्छ। यो चाहिँ साउदी अरबमा गाइड ल टमाटर यसरी चाहिँ साउदी अरबमा चाहिँ खेती गरिन्छ। सिँचाइको लागि भनेको मान्छेले पानी हाल्नु पर्दैन, अटोमेटिक यहाँ पाइप छ। यो भयो यति ग्याप भयो, यो ग्याप अनुसार अटोमेटिक पानी तप्प झर्छ गाइस। पानी छर्नु पर्दैन, पानी मलजल पाइपबाटै फिटिङ भएर आउँछ गाइस। सिँचाइ भनेको यही हो। यसरी चाहिँ गऱ्यो भने चाहिँ धेरै सिस्टमले चाहिँ गऱ्यो भने चाहिँ अलिकति चाहिँ धेरै राम्रो हुन्छ, सही प्रतिशत हुन्छ है गाइस। ल हेर्नुहोस् ल कति छ साउदी अरबको टनेल ल गाइस। देख्नुपर्ने तपाईँहरूले साउदी अरबियामा यस्तै गरिन्छ। पुरै धेरैजना मान्छे छ यहाँ काम गर्नेहरू मान्छे, पाकिस्तानी, बङ्गाली, नेपाली धेरै छ गाइस। यहाँ मिसरी सब देशको मान्छे यहाँ काम एग्रिकल्चरमा काम गरिन्छ गाइस। धन्यवाद। म अझै 2 शब्दमै बन्द गर्न चाहन्छु। धन्यवाद।